अहिलेको सरकारले 50,000 देखि 1 लाख जरिमाना जुन नीति ल्याएको छ त्यो तपाईँको विचारमा राम्रो कि नराम्रो? यो खासै उचित छैन। किनभने उचित कसरी छैन भन्दाखेरि यहाँ बेरोजगार युवा युवतीले ड्राइभ गरिरहेछन्। उनीहरूले त्यति 50-60 हजारै कमाउँदैन भने उनीहरू काहीँ मिस्टेक भएर काहीँ अथवा कसैको चल्दै अटोमेटिक बाइकहरू अथवा गाडीहरू साथमा ठोकिएर गल्ती भयो भने यहाँ कस्तो छ भने राजधानीमा आफूबाट गल्ती नभयो भने अरूबाट गल्ती हुन्छ कि कोही पछाडिबाट आएर हानिदिन्छ, कोही अगाडिबाट आएर हानिदिन्छ, ठोकिन्छ भनौँ न। त्यस्तो अवस्थामा चाहिँ सिसी क्यामेराहरू चारैतिर हेर्नु पऱ्यो, बनाउनु पऱ्यो। चौकमा के हुन्छ, सिसी क्यामेरा हुन्छ, त्यहाँ मर्मत गरिएको हुँदैन, सिसी क्यामेरा बिग्रेको हुन्छ। त्यो सिसी क्यामेरा नभएपछि के गर्ने? र अनि ट्राफिकहरू र यो पुलिसहरू जो सडकमा हुनुहुन्छ नि उनीहरूलाई बस्ने व्यवस्था छैन। उनीहरू सडकमा यस्तो चर्को घाममा सडकमा बसिरहेका हुन्छन्, तर कताबाट गाडीले बाई मिस्टेक ब्रेक फेल भएर हानिदियो भने उनीहरूको जिन्दगी पनि त खतरामा छ नि त। त्यो व्यवस्था ट्राफिक नियमको अनुसारको ट्राफिकहरूलाई बस्ने व्यवस्था पनि त मिलाउनु पर्यो सरकारले। होइन, तपाईँ यो के भन्दै हुनुहुन्छ? ट्राफिकलाई सडकमा उभिएर चाहिँ ट्राफिक नियमको काम गर्ने अवस्थामा चाहिँ ट्राफिकहरूको लागि चाहिँ बस्ने सिटको बन्दोबस्त गरिदियो भने त्यो सडकमा जाम हुँदैन? त्यो सँगै यो लाइट डिजिटल जमाना छ, जमाना कहाँदेखि कहाँ पुगिसक्यो, इलेक्ट्रोनिक जमाना हो। अहिले त सिस्टमहरू बत्तीहरू छन्, बनाउनु पर्यो, मर्मत गर्नु